सकिगो नि बन्द भएको 3 महिना पुग्यो। अब सकिगो नि सिरियल नआउने सम्भावना। नेपाली दर्शकले अत्यन्तै मन पराएको टेलिभिजन हास्य सिरियल सकिगो नि 3 महिनादेखि बन्द छ र अब यो सिरियल नआउने सक्ने सम्भावना देखिएको छ। तेस्रो सिजनको 93 भागबाट बन्द यो सिरियलको मुख्य टिम फिल्म निर्माणमा लागेपछि बन्द भएको छ। बुझे अनुसार सकिगो नि सिरियल अब नआउने निश्चित जस्तै भइसकेको छ। मुख्य लेखक तथा निर्देशक कुमार कटेल जिग्रीले हात झिकेपछि सिरियल बन्द हुने अवस्थामा पुगेको। सकिगो निलाई कुमार र अर्जुन घिमिरेले लेखन र निर्देशन गर्दै आएका थिए। दुवैजना फिल्ममा व्यस्त भएपछि अहिले सिरियल अगाडि बढ्न सकेको छैन। दुवै मुख्य क्रिएटिभ टिम सिरियलमा प्रत्यक्ष सहभागी नभएपछि बाँकी टिमले मात्रै सो अघि बढाउने अवस्था नरहेको बुझिएको छ। सकिगो निका प्रत्येक एपिसोड युट्युबमा 25-30 लाख पटक हेरिने गर्दथे। गाउँले परिवेश, सरल संवाद, हास्य व्यङ्ग्य र समाजप्रति चोट व्यङ्ग्य गर्ने शैलीले दर्शकको मन जितेको थियो। सकिगो नि टिमबाट स्पष्ट जानकारी भने आएको छैन। केही दर्शकले सामाजिक सञ्जालमा सो फर्काउन आग्रह गरिरहेका छन्, तर हालसम्म सकिगो नि टिमबाट भने कुनै किसिमको प्रतिक्रिया आएको छैन।